हेलो एभ्रिवान नमस्ते म चाहिँ अबी अनि म चाहिँ आज बिहान उठेर घाँस काट्न गएको थिएँ मेरो मम्मीसँग मम्मी अनि मेरो दिदीको छोरी सो हामी चाहिँ खेतमा खेत जाँदा चाहिँ जस खोला हुँदै जानुपर्ने हुन्छ अनि म चाहिँ अलिक पछाडि नै थिएँ मम्मीहरू भन्दा चाहिँ अनि मम्मीहरू चाहिँ अगाडि नै गइसक्नु भएको थियो अनि मलाई चाहिँ कस्तो अल्छी लागेर भिडियो बनाउँदै जान्छु भनेर सोचिरहेको थिएँ अनि म हिँड्दै खोलामा पनि पुगेँ अनि खोलामा पानी कस्तो राम्रो रहेछ अनि एकछिन पानी खेलाएँ छुएँ अनि फेरि म उठेर हिँडेँ अनि अरू बेला चाहिँ यो टाइमिङमा चाहिँ जस हाम्रो खोलामा पानी हुँदैन थियो तर यो साल चाहिँ अलिक छिटो पानी परेकोले गर्दाखेरि चाहिँ अलमोस्ट पानी चाहिँ रहेछ होइन यसपालि अलिक धेरै नै पानी परेको थियो नि त अनि सो त्यही भएर म चाहिँ खोला जाँदैछु अलिक पछि मम्मीहरू चाहिँ अगाडि नै गइसक्नु भएको थियो मभन्दा म चाहिँ अलिक पछि नै थिएँ अनि अल्छी लागेर भिडियो बनाउँदै जान्छु भनेर सोच्दै गएको अनि म पुगेँ पनि मकैबारीभित्र अनि यो चाहिँ हाम्रो मकैबारी अहो कस्तो राम्रो मकैबारी छ भने हेर्दै रहर लाग्दो जागर चल्दो टाइपको मकैबारी छ के गर्नु यस्तै हो यही मकै छाटेर घाँस लानुपर्ने छ अनि त्यही भएर म चाहिँ जाँदैछु मेरो मम्मीहरू चाहिँ अगाडि हुनुहुन्छ मकै खासै राम्रो छैन हो खासै राम्रो छैन यसपालि हाम्रो मकै छ कुनै चाहिँ चमरा पलाइसकेको छ कुनै चाहिँ फेरि भुइँ पनि छोडेको छैन अनि यस्तै हो कहिले राम्रो कहिले नराम्रो जाँदा म पुगेँ अनि पर मम्मीहरूलाई पनि देखेँ मैले अनि यहाँ चाहिँ धानको बिउ राख्नको लागि रेडी बनाउँदै हुनुहुँदो रहेछ अङ्कलहरूले